सब तिम्रो हाम्रो बाजेको उमेर कति भयो रे? 105 कहाँ गयो सुजन? तले बजेले टोका मिलाइदियो। बहुत गाह्रो हुन्छ हो पर्दैन। सरी बराबर हो। मैले हिसाब गरिरहेको छु यता साइड साइडको मामा त्यो हात्ती भ्ल्याट्टै हालिदिने हो क्या सबै। 1,09,500 कान्छी कान्छी हेर कति रे? हो माने मैले माने भेटाएन भेटाएन। लस्स गर ल लस्स लस्स को पोङ अझै केही गीत भाग बुझाउनु छ बाँकी हजुरहरूले माग्ने हो हामीले बुझाउने हो यो गाना लगाएको सम्झिनेहरूको ढोकभेट सबैको सल्लाहले हजुर त्यसरी Sampai tiga belas kami. Sampai 13. Aku gitu ya. Ani akan berjaga ke Pak Imam. सब तिम्रो एउटा ब्ल्याङ्क चेक दिनु आशा रमाइलो एउटा त्यसै ठिक छ। आशीर्वादको साथ लाग्नु भएको त्यो पोङमै आउन लाइन होइन दुईटा पोङ आसाम जानु पर्दैन त्यो हामीले ल्याउनु पर्छ कि जानु पर्छ भन्ने कुरो खाना खाने सुविधा हाम्रो यता 105 वर्षको बाद 135 हाम्रो बाजेको उमेर कति भयो रे? 105 105 हो है 105 हो है बाजेको।
चाहिँ भोग लगाएर खाजा चोर्न आउनु पर्यो अब तले सेम सेम साडी लाछ त दुईटैले सेम सेम हाम्रो दाइले किन्देको सेम सेम पप्पी सेम बजेले बाट टोका मिलाइदियो कि बाजेर हैन त मामाजी के बोल्नुहुन्न तारहरु मामला मजाले हाल्नु ओ झटार आउँछ क्या हो बाहिर नै चन्दा कहाँ गयो भित्र नै चन्दा कहाँ गयो भनेर भन्दैछ अर्को चन्दा बोलाए नि पाएन बहुत गाह्रो हुन्छ गाह्रो भयो रे मामा बहुत गाह्रो हुन्छ भिडियो हुन्छ अब मामाको ज्याप पलाएर मामालाई गाह्रो भयो हुन्छ मामा यत्रो गाह्रो भयो त्यसो सिद्धियो पालो ताली भयो ताली 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 कोलो बाजे यता हो ल मैले हिसाब गरिरहेको छु यता छेउ साइड साइडको हिसाब गरिरहेको छु पैसा सिलवाला आउनु पर्यो नि त बाबा हो ल जुडो गरिहाल्यो लगाइदियो लट्टिया ल्याउ मामा कहाँ त्यो छुट्याइराख्नु भयो
मामा मामा त्यो हात्ती भ्ल्याट्टै हालिदिने हो क्या सबै सबै हालिदिनु हो नि क्या छुट्याउने हो छुट्याउने होइन नि हो त्यसरी भ्ल्याट्टै हालिदिने हो तिम्रो छोरालाई धेरै दिनुपर्छ पर्दैन कि चन्दा यो चाहिँ अब मामाको यता फुलमा हो कारण अब बाख्रा भयो नि भैँसी भयो नि त्यही भयो नि गाई भयो नि यही हो अब ल पौलेवालाको अझै लेन्द्रङ जेठा आउनु बाँकी छ हाम्रो पौलेवालाको होइन यो पौलेवालाको जम्मा 22 धुरी रहेछ अनि कति 22 घर 22 घर 22 घर मेरो ममहरू बढी भयो के हो यस्तो के हो यो पुरा बाह्र सिकेर लिएर बसेको के हो तपाईँहरू चाहिँ किन बिहार बिहारको लुगा त शीतलमा बसेको त के भयो पुरै घरै थरिने टोली त यता आएर बसेर रहेछ त ओ हाम्रो मोटी नै आएर रहेछ मोटी हेर त मोटी हेर र मोटी हेर र एकचोटि हेर र कस्तो रहेछ कान्छे हेर त
कान्छी कान्छी हेर गुड के अरे हिरो के खानु भएको के खानु भएको के खानु भएको कचोरी खायो कचोरी नपुग्ने रहेछ है आम्मा यार हो मारे मैले मारे भेटाएन कसले फाले फेरि फाल्छ फेरि कस्तो मुस्क्यो त
खाने तिमी लस्सो गर ल लस्सो लस्सो
अब चाहिँ विदाई कार्यक्रम हुँदैछ हाम्रो जन्ती पार्टीलाई विदाई कार्यक्रम हाम्रो जन्ती पार्टीलाई विदाई कार्यक्रम हो मामा अब ल राम्रो छ जानुहोस् है धन्यवाद भनेकै छोरा छोडेर लाग्नु त्यहाँ हाल्नु नछोड्नु फेरि आउँदैन फर्केर आउँदैन छेक्न पछि हात दिदी 50 रुपियाँ मात्रै हाल्यो गर्नुको भयो क्या काका गर्नुको हो अब खाँदै जानु के खा बाबा आमा तिमीहरू दुईजना बाय 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 बाय
बाई बाई सबैलाई बाई बाई सक्यो अब प्रोग्राम